आखिर को हुन् त बालेन्द्र शाह, जो राजनीतिमा लागेको 5 वर्ष नभइकन देशको प्रधानमन्त्री बन्न सफल भए, त्यो पनि अत्याधिक बहुमतका साथ। हो, इतिहासले देखाउँछ राजनीतिमा सफल हुनको लागि एउटा ठुलो त्याग र सङ्घर्ष हुनुपर्छ, अथवा ठुलो वाक्कला अथवा भाषण कला हुनुपर्छ जसले जनतालाई इम्प्रेस गर्न सकोस्। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, अमेरिकाका हालका राष्ट्रपति डोनाल्ड ट्रम्प, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, भारतको सन्दर्भमा नरेन्द्र मोदी र नेपालको सन्दर्भमा युवा नेता रवि लामिछाने र गगन थापा। त्यसो भए बालेन शाहको शक्ति के हो? उहाँको वाकला छैन अथवा भाषण कला छैन। उहाँको सबभन्दा ठुलो शक्ति राजनीतिमा भनेको दुईवटा कुरा, एउटा मौनता अथवा रिजर्भ र अर्को भनेको सामाजिक सञ्जालको प्रयोग, जो नै एउटा ठुलो शक्ति हो र जसले उहाँलाई नेतृत्व बनायो, धेरै ठुलो नेतृत्वको रूपमा स्थापित